त्यही अब प्रोग्रामिङहरूको कुरा चाहिँ अब म स्कुलमा पढाउँथेँ होइन अनलाइन क्लासको बेला चाहिँ अब यता ल्यापटप खुल्लै हुन्थ्यो अनलाइन क्लास चलिरहेको हुन्थ्यो म चाहिँ उता गेम खेलेर बसिरहेको हुन्थेँ होइन गेमिङमा त्यस्तो इन्ट्रेस्ट गेमिङ एनिमे हेर्ने त्यस्तै गरेर बसिरहेको हुन्थ्यो हुन चाहिँ अनि पछि चाहिँ लाइक दाइ मेरो आफ्नै दाइले चाहिँ यस्तो भन्नुभयो कि होइन तँलाई के अरे आफ्नो केही गर्नु मन छ भने चाहिँ अब यस्तो कोडिङहरूको कुरा पनि सिक्नुपर्छ होइन यस्तो कम्प्युटर क्लासहरूलाई चाहिँ फेरि त्यहाँ प्रोग्रामिङ वेब डेभलपमेन्टै सिकाइराख्नु भएको छ म्यामले फ्यामिली फ्रेन्ड्सबाट पनि नेपालमा चल्दैन 2021 जस्तोतिर धेरै सुनेको थियो कहाँ नि वी अल्सो डिड अ सर्वे एट द स्टार्ट कस्तो रहेछ त्यो फिडब्याक भन्दा त्यो सर्वेमा पनि इट वाज लाइक नट लाइक पोजिटिभ रेस्पोन्स हाम्रो जेनेरेसनकै सर्वे गरेको थियो सो वुड यु युज एप लाइक दिस सो त्यो पनि थियो अनि स्पेसली वन वी like to finish the first version अनि launch गर्ने बेलामा चाहिँ we launch with the knowing that हामीले यो risk नै लिएको हो किनभने धेरैजना भन्छ यो negative perception हुन्छ स्पेशल यङ गर्ल्सहरू यो निकाल्दाखेरि तिमीहरूको रेपुटेसन on the line भन्ने खालको थियो जिरो अपफ्रन्ट कस्टमा भनेको चाहिँ अब लाइक सबैलाई सुरु गर्दाखेरि जिरो अपफ्रन्ट कस्टमा सुरु गर्न मन लाग्छ नि त लाइक अब यति सुरु गर्दाखेरि पनि अब यति कस्ट भन्नु भन्यो भने त कसैलाई गर्न चाहिँ मन लाग्दैन अनि आफूलाई नै अब त्यस्तै भएको भएर नि मैले जिरो अपफ्रन्ट कस्ट भन्दा चाहिँ त्यो आफूले चाहिँ अब त्यो उ जस्तो गर्न मन थियो कि मलाई ड्रप सिपिङ मोडल हुन्छ नि ड्रप सिपिङ मोडल जस्तै तर अब आफूले म्यानुफ्याक्चर गरेर आफूले के सबैले गर्न खोजेको थियो त्यो बेलादेखि अब ड्रप सिपिङ मोडल चाहिँ होइन तर नेपालमा चाहिँ त्यो धेरै पोसिबल हुन्थेन कि इन्टरनेसनल पेमेन्टहरू चाहिँ गर्न नमिल्ने त्यस्तो रिजनले गर्दा त्यही भएर अब नेपालमा के गर्न सकिन्छ त्यही रिलेटेड भनेर हेरेको थिएँ तपाईँहरू दुईजना आफू चाहिँ के हुनुहुन्छ रिलेसनसिप वाइज सिङ्गल अर टेकन we are single unfortunately यो चाहिँ हामीलाई कमन क्वेसन नमस्ते एन्ड वेलकम टु बिल्ड एन्ड लिड विथ रितिका खरेल आजको एपिसोडमा हामीसँग हुनुहुन्छ एकदमै यङ ट्यालेन्टेड एन्ड इनोभेटिभ माइन्ड्स लेट मी वेलकम टु अमेजिङ सिस्टर्स श्रद्धा कटुवाल एन्ड श्रेया कटुवाल द ब्रिलियन्ट माइन्ड्स बिहाइन्ड बिहे नेपाल बिहे नेपाल इज नट जस्ट अ डेटिङ और म्यारिज एप यो एउटा नेपालको लागि मुभमेन्ट पनि हो ट्रेडिसनली नेपालमा बिहे भन्ने बित्तिकै परिवारबाट खोजेर अथवा साथीभाइको रेफरेन्समा अथवा लमीको थ्रुबाट हुने गरिन्छ भनेदेखि अहिलेको यो व्यस्तताको समयमा जहाँ धेरै युवाहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो पढाइ आफ्नो करियरको कारणले गर्दाखेरि चाहिँ बिहेको उमेरमा पनि सिङ्गल हुनुहुन्छ सो टु अल द सिङ्गल पिपल्स आउट देयर हामी जस्तोको लागि चाहिँ एउटा सल्युसनको रूपमा बिहे नेपाल एपको स्टार्ट भएको छ होइन सो बिहे नेपालले यो सिस्टमलाई चाहिँ एकदमै मोडर्न सेफ र कल्चरली रेस्पेक्टफुल पनि बनाएको छ विथ एआई पावर्ड Vedic astrology matching, त्यसै गरी strong privacy controls and a platform built by women, Bihe Nepal is helping Nepali singles worldwide find real love and build happy families. आज हामी बिहे नेपालको जर्नी च्यालेन्जेस र यो इम्प्याक्टफुल इनोभेसनको बारेमा कुराकानी गर्नेछौँ लेट मी वेलकम द इन्सपायरिङ फाउन्डर्स अफ बिहे नेपाल श्रद्धा एन्ड श्रेया Thank you so much for the amazing introduction. I mean Next, we have an inspiring young entrepreneur, Ronak Khanal, founder of T-Puzzle. At just 17, he created a platform that lets aspiring creators and independent artists design, sell, and showcase their own clothing merchandise without any upfront cost. From web development and social media marketing to launching a full-fledged business during lockdown, his journey is a story of creativity, determination, and vision. T-Puzzle recently showcased its exclusive designs at the Himalaya Art Festivals 2025, blending art, fashion, and culture, and has already made a mark on Shark Tank Nepal Season 1. Today, we will talk to Ronak about his journey, the vision behind T-Puzzle, and how he is helping Nepali creators turn their ideas into reality. Please help me welcome Ronak Khanal on Build and Lead with Ritika Kharil. Thank you. Thank you so much. Okay, so once again, welcome Tini Zanalai. Thank you so much. I'm really excited पनि किन भन्दाखेरि you all are हुन्छ नि एकदमै young mindset, young innovative हुन्छ नि entrepreneursहरू हुन्छ so I'm really very excited आजको एपिसोडको लागि. Yeah, we're very excited to be here actually. Yeah, we're really happy. Okay, so let's begin with बिहे नेपाल नै होइन तपाईँहरूको पिच टेलिभिजनमा आइसकेपछि होइन धेरैजनाको क्वेसन थियो कि तपाईँहरूको ब्याकग्राउन्ड चाहिँ के हो होइन वे डिड यु गाइज स्टडी तपाईँहरूको फ्लुएन्सी जुन इङ्ग्लिसमा थियो होइन विच इज वाइ पनि त्यो क्वेसन थियो सो लेट्स स्टार्ट फ्रम देयर तपाईँहरूको चाहिँ अपब्रिङ्गिङ कस्तो भयो होइन अनि त्यसपछि लाइक चाइल्डहुडको के कुराले चाहिँ तपाईँहरूको अन्टरप्रेन्योरियल जर्नीतर्फ चाहिँ मोटिभेट गर्यो भनौँ न
How was your childhood एकदम like? Yeah. long it'll be a long story if we say it all. तर main चाहिँ summary मा भन्नु पर्दा हाम्रो childhood को main segment was in the US. So हाम्रो earliest memories एकदम राम्रो छ. It was It was like a perfect childhood with surrounded by friends and just playing all day. अनि study pressures-हरु हुँदैन US education भएको भएर. So I think I think त्यहाँबाट नै अलिकति like since the education was kind of a creative type of education, I guess. It wasn't like त्यो पढ्यो exam दियो त्यस्तो type को नभएर त्यो बेलादेखि नै like we had a group of like 7 girls who would like sit making games and they just like doing At the age of? like up to elementary the age school, of middle school जस्तो नै त्यो मेन द फर्मेटिभ इयर्स नै जस्तो भयो मोस्टली क्रिएटिभ कुरा नै गरेँ त्यतिखेर पनि यो ट्यालेन्ट सोजहरू गर्ने आफै अर्गनाइज गर्ने प्यारेन्ट्सलाई फोर्सफुली वाच गर्ने वाच आवर सोज भन्ने अनि or like clean everyone's apartment, raise money, and then like do parties. Wow. Used to have like back to school parties at the end of every summer. And अनि गेम्सहरू पनि we also used to make new games up and सबैजना खेल्ने त्यो एकजना बनाउने अरू सबैले खेल्ने so it's always like doing one thing or another newspaper निकाल्ने भन्यो अनि जे पाए त्यो कुराहरू राखेर newspaper like one time we wanted to be fashion designers. अनि त्यो पेन्ट हुन्छ नि विन्डोज पेन्ट पहिला जमानाको कम्प्युटरमा we used to just design clothes त्यसमा ओके वाउ कस्तो क्रिएटिभ अनि दुवैजनाको लाइक हुन्छ नि चोइस इन्ट्रेस्टहरू चाहिँ बच्चैदेखि सिमिलर नै हुन्थ्यो कि कस्तो similar थियो because I feel like since एउटै like siblings भएपछि I feel like the younger one gets influenced by हो एकदमै I too have 2 sisters होइन एल्डर सिस्टर्सहरू अनि आई फिल लाइक हुन्छ नि त्यो इन्फ्लुएन्स आउँछ कि दिदी बहिनीमा नि राइट ओके सो तपाईँहरू भनेपछि यु गाइज वे इन युएसए होइन अनि स्कुलिङ उतै कम्प्लिट गर्नुभयो मेरो चाहिँ एलिमेन्ट्रीसम्म मात्र भयो मिडल स्कुल 9 ठ्याक्क 9 मा आएको थिएँ सो एकदमै कन्ट्रास्ट भएको थियो उता पढेर आएपछि एकैचोटि यहाँको सिस्टममा त्यो पनि 9 भनेपछि एसएलसीको प्रिपरेसन हाम्रो टाइममा त अझ एसएलसीको इम्पोर्टेन्स थियो एकैचोटि त्यो कम्प्लिट लाइक 180 डिग्रिज डिफरेन्स भयो सो yeah it was interesting so okay यसैमा हैन though this is out of context हैन तर since you have the experience उताको पनि पढाइ and then यताको हैन what do you think like major things चाहिँ नेपालको एजुकेसन सिस्टममा चाहिँ हुन्छ नि के चिज चाहिँ हामीले उताको एडप्ट गर्न सक्यो भनेदेखि चाहिँ we can grow अझ बेटर भने जस्तो लाग्छ त्यो मेन त आई थिङ्क क्रिएटिभ फ्रिडम नै छैन यहाँको बच्चाहरूलाई किनभने टाइम नै छैन होमवर्क त्यतिकै हुन्छ स्कुलमा चाहिँ मेमोराइजेसन टाइपको कल्चर छ धेरै त्यो जति कोर्स वर्क जति सम्झिन सक्यो एक्जाम राम्रो हुन्छ सो एक्स्ट्रा एक्टिभिटिजहरूको खासै इन्फ्लुएन्स आउँदैन त्यो गर्दाखेरि एजुकेसन स्ट्रङ छ साइन्स म्याथ इज भेरी गुड नेपालको एजुकेसनको तर क्रिएटिभ साइडमा चाहिँ आई डोन्ट थिङ्क डेभलपमेन्ट फुल्ली हुन पाउँछ like somewhere down the line to 12 years ma बच्चाको त्यो actual inner creativity inner त्यो skill नै कता हराएर जान्छ जस्तो लाग्छ के 12 सकिँदासम्म especially bachelor सक्दासम्म like त्यो एउटा spark हुन्छ नि त्यो नै हराएको हुन्छ के mostly very true definitely okay so Ronak हाम्रो youngest entrepreneur हैन you started your journey at the age of grade 8 मा हुँदा 13 14 wow 13-14 that's कस्तो इन्स्पायरिङ होइन भन्नु न 14 मा त what was I doing that's really inspiring so के कुराले चाहिँ you got motivated हुन्छ नि I'll start my own भने जस्तो चाहिँ के कुराले हिट गर्यो अब केही लाइक त्यस्तो आफ्नो केही गर्न त पहिलेदेखि लाइक मन लाग्थ्यो होइन सबैलाई हुन्छ त्यही केही आफूले गर्नु पाए हुन्थ्यो जस्तो तर त्यसपछि चाहिँ लाइक मेनली चाहिँ मेरो कजन दाइ हुनुहुन्थ्यो कि मेरो इन्सपिरेसन चाहिँ उहाँले चाहिँ अब आफ्नो लाइक म त्यही 8 क्लासमा हुँदाखेरि उहाँले आफ्नो भर्खर +2 सकेर बसिराख्नु भएको थियो अनि त्यसपछि उहाँले चाहिँ अब नयाँ नयाँ कुरा ट्राई गर्दै हुनुहुन्थ्यो कि अब गरे हुनु त नयाँ कुराहरू ट्राई होइन अनि त्यसपछि म त्यहीबाट इन्सपिरेसन पाएँ अनि उहाँबाट सिक्थेँ मैले सुरुमा चाहिँ अब कसरी गर्ने यताउता भन्ने कुरा अनि त्यसपछि चाहिँ अब त्यही अब प्रोग्रामिङहरूको कुरा चाहिँ अब म स्कुलमा पढाउँथेँ होइन अनलाइन क्लासको बेला चाहिँ अब यता ल्यापटप खुल्लै हुन्थ्यो अनलाइन क्लास चलिरहेको हुन्थ्यो म चाहिँ उता गेम खेलेर बसिरहेको हुन्थेँ होइन गेमिङमा त्यस्तो इन्ट्रेस्ट गेमिङ एनिमे हेर्ने त्यस्तै गरेर बसिरहेको हुन्थ्यो हुनु चाहिँ अनि पछि चाहिँ लाइक दाइ मेरो आफ्नै दाइले चाहिँ यस्तो भन्नुभयो कि होइन अब तँलाई के अरे आफ्नै केही गर्नु मन छ भने चाहिँ अब यस्तो कोडिङहरू कुरा पनि सिक्नुपर्छ होइन यस्तो कम्प्युटर क्लासहरू लाग्यो कि फेरि त्यहाँ प्रोग्रामिङ वेब डेभलपमेन्टै सिकाइराख्नु भएको थियो म्यामले राइट अनि त्यही कुराबाट भयो अनि त्यसपछि चाहिँ
त्यहीबाट अनि त्यसपछि दाइबाट सिकेँ सुरुमा चाहिँ अब कसरी गर्ने वेब डेभलपमेन्ट अब त्यो सुरुमा अब HTML त्यस्तो बेसिक कुराहरू चाहिँ दाइबाट सिकेँ हजुर त्यसपछि गर्दै गएपछि चाहिँ अब फेरि के कुरा दाइले सोध्नु भएको थियो अनि दाइले चाहिँ अब मलाई नि आउँदैन त अनि त्यसपछि चाहिँ भनेर भन्नुहुन्थ्यो अनि त्यसपछि चाहिँ त्यस्तै गर्दै अब जस्तो सिक्दै गयो अनि त्यसपछि चाहिँ सुरुमा चाहिँ अब मार्केटिङ कम्पनीहरू जस्तो यस्तो यस्तो कि आफ्नो के जेरो कस्टमा के सुरु गर्न सकिन्छ कि भन्ने सोचेको थिएँ कि हजुर किनभने अब त्यो बेला त फेरि मम्मीले म बिजनेस सुरु गर्छु भनेर पैसा माग्न त भएन भएन हो त्यही भएर अब जेरो कस्टमा के सुरु गर्न सकिन्छ भन्ने अप्सन खोजेर त्यस्तै गरी सुरु गर्दाखेरि चाहिँ टिपसल सुरु भएको थियो पछि अब टिपसल चाहिँ अनि अहिले चाहिँ फ्यामिलीलाई चाहिँ कस्तो फिल हुन्छ तपाईँ सार्क ट्याङ्कमा पनि जानुभयो होइन आफ्नो हिसाबले सुरु गर्नुभयो सुरुमा फ्यामिली फ्रेन्ड्सको सपोर्ट कस्तो थियो अनि अहिले चाहिँ कस्तो छ अब सुरुमा चाहिँ लाइक सुरुमा त्यो गर्दाखेरि चाहिँ अब अहिले गर्ने एज होइन अब के अरे पहिला क्लास 10 सकाउने अनि त्यसपछि क्लास 10 सकाएपछि अब बिदा हुन्छ त्यो बेला गर्नु भन्नुभयो 10 सकायो त्यसपछि अब ब्रिज कोर्स पढ्नु पऱ्यो होइन ओहो अब अहिले गर्नु मिल्दैन अहिले ब्रिज कोर्स सकायो प्लस टूमा के अरे कलेज जोइन भएपछि गर्न त जे गर्ने हुन्छ कलेज जोइन भएपछि अब अहिले प्लस टूमा अब रिजल्ट राम्रो आउनु पर्छ त्यसपछि जे गर्ने हुन्छ त्यस्तै गरी अब त्यो त भइरहेको छ अनि त्यही सुरुदेखि नै अब सुरुमा चाहिँ म उसमा गएको थिएँ कि NYF बिजनेस आइडिया कम्पिटिसनमा राइट राइट त्यसपछि त्यसमा चाहिँ अब लाइक त्यो बिजनेस आइडिया कम्पिटिसन चाहिँ त्यो फर्स्टै भएको थियो त्यो इयरमा चाहिँ त्यसमा चाहिँ टप 20मा चाहिँ आएको थियो कि यही टी सर्ट एन्ड पोस्टर्स भनेर थियो यही आइडिया लिएर गएको थियो टिपसल के ए हजुर हजुर त्यसपछि चाहिँ त्योबाट चाहिँ अनि त्यसपछि यस्तो भयो भनेर देखाएपछि त्यो बेलादेखि चाहिँ अब के त्यो सपोर्ट गर्न थाल्नु भएको थियो घरमा पनि घरमा ओके अनि त्यसपछि चाहिँ त्यस्तै गरी अब हुँदै गयो तर पहिलेदेखि नै अब त्यो अहिले पहिलादेखि नै क्लाइन्टहरूसँग रिच आउट गर्ने मार्केटिङ गर्ने यताउता भनेर होइन पसन्द गरेर म गरिरहेको थियौँ कि हजुर अनि त्यसपछि चाहिँ त्यो बेला त अब फेरि हामी त बच्चै थियौँ होइन भेट्न जाँदाखेरि पनि अब क्लाइन्टहरूले पनि अब त्यो हुन्थेन कि यङ भएपछि अलिकति ट्रस्ट इस्युज होइन हो नि हो नि अब आफ्नो पोर्टफोलियो देखाउने यताउता भन्ने कुरा हुन्थ्यो त्यस्तो गरी अब जस्तो गरी भयो रिमेम्बर अहिले भन्दाखेरि आई रिमेम्बर म पनि त्यो मेन्टर्स टिममा थिएँ अहिले म याद आयो सो यु गट दिस फर्स्ट कङ्ग्रेचुलेसन्स खुसी लाग्यो राम्रो आइडिया लाग्यो आई थिङ्क लाइक त्यो चेकलिस्टमा पढ्दाखेरि आई रियली लाइक द आइडिया राम्रो मार्किङ गरेको थिएँ जस्तो लाग्छ त्यतिखेर पनि यु वर देयर टु त्यो मेन्टर हुनुहुन्थ्यो कि एउटा हजुर याद आयो मलाई एकदम खुसी लाग्यो अहिले ओके फाइन होइन ओके सो कमिङ ब्याक टु बिहे नेपाल होइन नेपालको कन्टेक्स्टमा त अब जे भयो नि ट्रेडिसनली बिहे गर्ने खालको तरिका छ नि त होइन ओके सो यो ट्रस्ट इस्युजको कुरामा के एज अ यङ अन्टरप्रेन्योर होइन त्यो ट्रस्ट जित्नलाई त अलिकति गाह्रै हुन्छ नि त होइन सो तपाईँहरूको केसमा चाहिँ बिहे नेपालको कन्टेक्स्टमा चाहिँ जस्तो अब बिहे भन्ने बित्तिकै हाम्रो नेपालमा त जस्तो जे भए पनि फ्यामिली होइन चिनेको रेफरेन्सबाटै गरिरह हुन्छ नि त सो यो नर्म्सलाई चाहिँ ब्रेक गरेर हुन्छ नि तपाईँहरूले यो स्टार्ट गर्नुभयो होइन सो हाउ च्यालेन्जिङ वाज इट अनि ट्रस्ट इस्युजको केसमा चाहिँ हाउ हुन्छ नि तपाईँहरूलाई चाहिँ कतिको विश्वास गरेर ओहो ल भने जस्तो हुन्थ्यो कि अलिकता यस्तो पनि हुन्छ र नेपाल जस्तो ठाउँमा कहाँ चल्छ यो एप भने जस्तो हाउ वाज द रेस्पोन्स लाइक Yeah, so that was something we heard a lot at the beginning. Ani family friends बाट पनि नेपालमा चल्दैन 2021 जस्तोतिर धेरै सुनेको थियो अनि we also did a survey at the start. कस्तो रहेछ the feedback भन्दा त्यो बा surveyमा पनि it was like not like positive response at all. हाम्रो जेनेरेसनकै लाई सर्भे गरेको थियो सो वुड यु युज एप लाइक दिस टाइपको सो त्यो पनि थियो अनि स्पेसली when we like finish the first version अनि लन्च गर्ने बेलामा चाहिँ we launch with the knowing that हामीले यो रिस्क नै लिएको हो किनभने धेरैजनाहरू हुन्छ यो नेगेटिभ पर्सेप्सन हुन्छ स्पेसल यङ गर्ल्सहरू यो निकाल्दाखेरि तिमीहरूको रेपुटेसन इज अन द लाइन भन्ने खालको थियो त्यो चाहिँ थियो बट लाइक यो 3-4 years हेर्दाखेरि पनि कति फास्ट चेन्ज भएको जस्तो लाग्यो कि नेपाल लाइक यु क्यान सी हाउ फास्ट थिङ्स गेट एडप्टेड हियर अनि त्यो बेलाको लाइक 3 years अगाडिको र अहिलेको हाम्रो त्यो we can see like the data of users कतिको आइरहेको छ कतिको females males आइरहेको छ it's like drastically different already तर लन्च पछि पनि हाम्रो युजर बेसबाट एकदम राम्रो रेस्पोन्स आएको थियो लाइक भेरी पोजिटिभ जुन एक्सपेक्टेसन थियो हामी त नेगेटिभ ब्रान्डिङ हुन्छ भन्ने त त्यो डर पनि थियो प्लस हाम्रो एक्सपेक्टेसन रिस्क नै थियो त्यसपछि युजर्स पनि अब आयो भने पनि मेबी अ फ्यु थाउजन्ड विल कम टु टेस्ट 2-3,000 हुन्छ होला भनेर सोचेको तर लाइक ओभरवेलमिङली पोजिटिभ रेस्पोन्स आयो फ्रम like the media plus the people that read the articles and then the ones that came so त्यतिखेर पनि राम्रै थियो but I think user base मा पनि the young generation is more and more open like extremely 2-3 years मा extreme difference
वा द्याट्स नाइस अहिले चाहिँ हाम्रो युजरहरू चाहिँ मोस्टली तपाईँको नेपालभित्र पनि कुन जियोग्राफिकली कुन एरियाको मान्छेहरू धेरै हुनुहुन्छ अनि कस्तो छ लाइक मोर कसले चाहिँ युज गरिराख्नु भएको छ Mostly city areas, like City areas. Kathmandu, Hetauda, Pokhara. विराटनगर यता विराटनगर, नेपालहरूतिरबाट पनि अनि बाहिरबाट पनि इक्वली Yeah, it's like 50-50 जस्तो अहिले like Nepal र out of नेपालको उस्तै उस्तै नै अनि मोस्टलीको चाहिँ मोटिभ चाहिँ कस्तो हुन्छ बिहे नेपालमा इज इट लाइक हुन्छ नि हामीलाई कस्तो लाइक क्वेसनहरू गरे हुन्छौँ कि होइन डु वी नो लाइक दे आर जेन्युन पिपल अर हुन्छ नि क्याजुअली यतिकै एक्सप्लोर गरौँ न त भनेर आउने खालको हुन्छ कि कस्तो खालको क्राउडहरू बेसी हुन्छ पहिला like we used to have like the befriend date marry tag अहिले चाहिँ date or marry मात्र छ तर पहिला when we had all 3 tags त्यो date र befriend all three was 30 pretty much equal. one third जस्तै हुन्थ्यो त्यो हुन्थ्यो अहिले पनि आई थिङ्क द नेम बिहे नेपाल सुन्ने बित्तिकै धेरै क्याजुअल खोज्ने मान्छेहरूलाई चाहिँ देयर स्केयर टु कम अन सो त्यो नेमले नै अलिकति ब्यारियर टु एन्ट्री नाम नै फेरि कस्तो प्योर हुन्छ नि बिहे नेपाल हुन्छ नि द्याट्स ट्रु द्याट वाज आवर मोटिभ वाज नै त्यो एकदम धेरै लाइटली पनि नलियोस् लाइक कमिटमेन्ट फोकस्ड हो डेटिङ पनि सो वी वान्टेड टु किप इट द्याट वे ओके सो लेट्स टक अबाउट टी पसल होइन हाम्रो टी पसलको चाहिँ तपाईँले सुरु गर्दाखेरि चाहिँ वाट वाज द आइडिया बिहाइन्ड टी पसल होइन अनि एट द सेम टाइम त्यो तपाईँले चाहिँ यो प्लेटफर्ममा बनाउनु यो जुन प्लेटफर्म बनाउनु भएको छ होइन क्रिएटर्सहरूलाई चाहिँ विदाउट एनी अपफ्रन्ट कस्ट होइन यो आफ्नो मर्केन्डाइज सेल गर्न सकुन् भनेर यो प्लेटफर्म पनि क्रिएट गर्नुभएको छ सो आइडिया बिहाइन्ड क्रिएटिङ अनि त्यसपछि यो पार्टमा चाहिँ के छ अब जिरो अपफ्रन्ट कस्टमा भनेको चाहिँ अब लाइक सबैलाई सुरु गर्दाखेरि जिरो अपफ्रन्ट कस्टमा सुरु गर्न मन लाग्छ नि त लाइक अब यति सुरु गर्दाखेरि पनि अब यति कस्ट भनेर भन्यो भने त कसैलाई गर्न चाहिँ मन लाग्दैन होइन आफूलाई नै अब त्यस्तै भएको भएर नि मैले जिरो अपफ्रन्ट कस्ट भनेर चाहिँ त्यो आफूले चाहिँ अब त्यो जस्तो गर्न मन थियो कि मलाई ड्रप सिपिङ मोडल हुन्छ नि ड्रप सिपिङ मोडल जस्तै तर अब आफैले म्यानुफ्याक्चर गरेर आफैले के सबैले गर्न खोजेको थियो त्यो बेलादेखि अब ड्रप सिपिङ मोडल चाहिँ होइन तर नेपालमा चाहिँ त्यो धेरै पोसिबल हुन्थेन कि इन्टरनेसनल पेमेन्टहरू रिसिभ गर्न नमिल्ने त्यस्तो यस्तो रिजनले गर्दा त्यही भएर अब नेपालमा के गर्न सकिन्छ त्यही रिलेटेड भनेर हेरिरहेको थिएँ हजुर त्यसपछि चाहिँ अब कजन दाइ र मैले हेरिरहेको थियौँ त्यो बेला पनि अनि त्यो बेला अब रेड बबल भन्ने जस्तो युएसको साइटहरू हुन्थ्यो कि त्यो चाहिँ यस्तै मोडलको वेबसाइटहरू हो त्यसमा चाहिँ अब लाइक गिफ्टिङ त्यो प्रडक्टहरू जस्तो अब कप मगहरू त्यसपछि टोट ब्यागहरू यस्तो यस्तो गिफ्टिङ प्रडक्टहरूमा चाहिँ अब आफैले लाइक आफ्नो डिजाइनहरू हाल्न मिल्ने होइन तर त्यसमा चाहिँ लाइक एकदम कम कमिसन हुन्थ्यो कि लाइक कति 18 सेन्ट्स 20 सेन्ट्स यस्तो यस्तो एउटा प्रडक्ट चाहिँ सेल भएपछि कमिसन जस्तो हुन्थ्यो अनि त्यो चाहिँ यत्तिकै गुगलबाट अब इमेजहरू खोजेर हाल्ने मान्छेहरूले अनि त्यसपछि त्यो प्रडक्टहरू तिनीहरूले म्यानुफ्याक्चर गर्थ्यो डेलिभर गर्थ्यो त्यस्तो खालि मोडल थियो तिनीहरू चाहिँ हजुर मैले चाहिँ अब नेपालमा चाहिँ अब नेपालको आर्ट कल्चरहरू पनि हुन्छ होइन अनि त्यो चाहिँ अब त्यसलाई नै फोकसमा ल्याएर कसरी गर्न सकिन्छ भन्ने कुराले सुरु गरेको थियो सुरुमा चाहिँ त्यस्तै गरेर अब जस्तो हुँदै गयो सुरुमा चाहिँ नत्र आर्टलाई नै फोकस गर्ने भन्ने चाहिँ सुरुमा उठेन हजुर त्यही सुस्तो जस्तो चाहिँ अब आर्टिस्टहरूको त्यो बुझ्दै गएपछि चाहिँ त्यहीमा सिफ्ट भयो ओके सो यङ एजमा सुरु गर्नु भएको छ होइन आई वान आस्क यु तपाईँको डेफिनेटली च्यालेन्जेसहरू त यो टाइम लाइनभित्रमा धेरैचोटि च्यालेन्जेसहरू आयो होला होइन सो वाट वे द च्यालेन्जेस एन्ड हाउ डिड यु ओभरकम देम कसरी डिल गर्नुभयो त्यो चिजहरूसँग च्यालेन्जेस जस्तो अहिले नै पनि तपाईँले भन्नुभयो नि त यो प्लेटफर्म नेपालको कन्टेक्स्टमा अलिकता गाह्रो छ भनेर होइन एक्सेप्ट फर द्याट अरू चिजहरू पनि च्यालेन्जेसहरू त आयो होला नि बिचमा च्यालेन्जेस चाहिँ अब त्यही अब सब टाइम म्यानेज गर्नेहरू चाहिँ एउटा च्यालेन्ज हुन्थ्यो अनि अर्को कुरा चाहिँ अब लाइक अब मैले सुरुमा चाहिँ अब कजन दाइ हुनुहुन्थ्यो होइन त्यसपछि चाहिँ अब उहाँ पनि अब बाहिरको प्रोसेसमा लाग्नुभयो युएस हुनुहुन्छ उहाँ चाहिँ अनि त्यही भएर अब पछि चाहिँ आफै गर्नु पर्थ्यो त्यो सबै होइन अब आफै गर्दाखेरि चाहिँ अब लाइक कपडा पनि अब म्यानुफ्याक्चर गर्नेदेखि त्यसपछि कपडा कस्तो प्रिन्टिङहरू गर्दा ठिक हुन्छदेखि कस्टमरहरू रिप्लाई गर्ने अनि त्यसपछि अब वेबसाइटमा पनि अब आर्टिस्टहरू म्यानेज गर्ने सबै आफै गर्दा चाहिँ अब सक्दै नसकिने कि त्यो सबै एकैचोटि म्यानेज गर्नलाई अहिलेसम्म पनि लाइक त्यो टिम चाहिँ अहिलेसम्म पनि राम्रो डेभलप भएको छैन होइन कसरी गर्ने भन्ने कुरा त्यही कुराले चाहिँ अलि डिफिकल्ट हुन्छ नत्र अहिले चाहिँ तपाईँ कतिमा पढ्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ पढाइ प्लस टू सकेको हो प्लस टू सक्यो भर्खर अब चाहिँ ब्याचलरमा जोइन गर्दैन ओके द्याट्स कुल ओके तपाईँहरूको बिहे नेपालको कन्टेक्स्टमा चाहिँ होइन यु डिड इट होइन एकदमै राम्रो भइरहेछ सो स्टार्टिङमा चाहिँ इनिसियली चाहिँ कहाँबाट त्यो आइडिया आयो के हुन्छ नि द्याट वी वान्ट टु डु समथिङ लाइक त्यो प्रब्लम कसरी थाहा भयो द्याट यु वान्टेड टु सल्भ द प्रब्लम सो प्रब्लम चाहिँ हामीले फ्यामिलीमा पनि देखिरहेकै प्रब्लम थियो लाइक विथ आवर कजन स्पेसली लाइक बाहिर जो जो हुनुहुन्छ नि एकदम प्रब्लम
like it was very apparent. अनि आइडिया चाहिँ तर खासमा हाम्रो होइन ममले दिनुभएको आइडिया हो. So she was like हाम्रो final year college project को बेला I was just like thinking about what to do for the project with my friends. अनि matrimonial website बनाउन त भनेर भन्नुभएको थियो अनि पछि like we just carried that forward. I am very thankful होइन मम्मीको लागि डेफिनेटली तर उहाँले जुन आइडिया दिनुभयो आई थिङ्क होइन फर द सिङ्गल म पनि सिङ्गल छु होइन एन्ड आई रियली थिङ्क अहिलेको टाइममा चाहिँ यो एप हुन्छ नि तपाईँको सिस्टमेटिकली यु गेट टु नो द पिपल होइन अनि जस्ट नेपालको कन्टेक्स्टमा अलिकता नयाँ नै हो नि त सो यो इनोभेसन हुन्छ नि मामुको त्यो आइडिया उहाँले भन्नुभयो एन्ड तपाईँहरूले इम्प्लिमेन्ट गर्नुभयो इट्स अ रियली हुन्छ नि राम्रो चेन्ज मेकर नै हो क्या नेपालको कन्टेक्स्टमा चाहिँ So yeah, she's the inspiration behind. Yeah. But we hope that it becomes useful for like thousands of people moving forward actually. Hi. Okay, so now let's talk about Shark Tank Nepal. So how did you guys decide to go on Shark Tank Nepal? कहाँबाट आयो त्यो आइडिया हुन्छ नि ल म पनि जान्छु आफूलाई पिच गर्छु भनेर लेट्स बिगिन विथ रनक त्यो त लाइक सार्क ट्याङ्क त इन्डिया युएसको त हेरिरहेको हुन्थ्यो पहिले हजुर त्यसपछि अब नेपालमा नि आयो होइन त्यो नेपालमा आएपछि चाहिँ अब नेपालमा आएको कुरा त त्यस्तो धेरै स्केलमा त हुँदैन सोचेको सुरुमा चाहिँ अब गएर जे भए पनि अब हिमालयन टिभीमा आउँछ भने चाहिँ मार्केटिङ हुन्छ भने सोचेर रेजिस्टर गरेको थियो ओके रेजिस्टर पनि अब लास्ट फाइनल 1-2 दिनमा रेजिस्टर भएको थियो कि सुरुदेखि चाहिँ अब गरम किनै भइरहेको थियो त्यसपछि चाहिँ लाइक एउटा पोडकास्ट पनि हेरेको थिएँ मैले लाइक अब सञ्जोग कोइराला उहाँको होइन लाइक अब सार्क ट्याङ्क नेपालमा आयो भने चाहिँ अब आइडिया लाइक चोरी हुने रिस्कहरू हुन्छ यस्तो हुन्छ भन्ने कुरा पनि ऊ थियो कि अनि त्यसपछि चाहिँ अब अहिले त आफूले राम्रो इम्प्लिमेन्ट गर्न सकिँदैन होइन डिल पाएन भने चाहिँ के हुन्छ भनेर चाहिँ अब त्यो हुन्थ्यो तर अब लास्टतिर चाहिँ अब गरिहालेँ रेजिस्टर गरिहालेँ अनि त्यसो राम्रो भयो अनि अहिले कस्तो छ फिडब्याक अरूबाट सबैजनाबाट सार्क ट्याङ्क पछि सार्क ट्याङ्क कस्तो धेरै राम्रो छ अहिलेसम्म त हजुर अब त्यो हुन्छ नि अब नेबरहरूमा पनि अब साथीहरूमा पनि लाइक अब सबैले चाहिँ अब यस्तो राम्रो भयो यताउता होइन सुरुमा चाहिँ अब लाइक चल्दैन जस्तो भन्नुहुन्थ्यो कि धेरैजनाले चाहिँ साथीहरूले पनि अनि त्यसपछि चाहिँ अब त्यस्तो हुन्थ्यो तर पछि चाहिँ अब सार्क ट्याङ्क पछि चाहिँ अब केही हुनसक्छ यो प्लेटफर्मको पनि भनेर त्यो सार्क ट्याङ्क अगाडिसम्म त धेरैले बुझ्नु नै भएको थिएन कि मैले के गरिरहेको एक्ज्याक्टली भनेर त्यो पिच हेरेपछि बल्ल सबैले थाहा पाउनु भयो गरिरहेको भन्ने कुरा चाहिँ एकदमै अनि कतिको गाह्रो भयो तपाईँकोमा होइन त्यस्तो मजाले ब्याक टु ब्याक तपाईँलाई यस्तो राम्रो अफरहरू डिल गर्नु के अरे अफरहरू दिनुभएको थियो नि त सो कतिको गाह्रो भयो तपाईँलाई त्यो अफर आउँदाखेरि चाहिँ डिसिजन लिनलाई चाहिँ अब त्यो त मैले सकेसम्म अब धेरै सार्कहरूसँगै डिल गर्ने सोचेको थिएँ मैले सुरुमा किनभने अब त्यो कनेक्सनको नि अब एउटा युजफुल कुरा हुन्छ नि त अनि त्यसपछि अब सकेसम्म अब त्यो सार्कहरू अहिलेदेखि नै हुनुभयो भने अब बिजनेस पछि ग्रो गर्नलाई अब मेरो 100% नभएर 50% भयो भने अब अहिले मैले आफै गरेर त यो त्यस्तै स्केल गर्न सक्दैन होइन ग्लोबली नै स्केल गर्नुपर्छ त्यही भएर अब सक्दो अब सकेसम्म अब सार्कहरू ल्याएपछि नै सजिलो हुन्छ भन्ने कुराले अब सुरुमै डिल क्याबिनेट सरले गरिहाल्नु भयो त्यसपछि चाहिँ ढुक्कै भएको थियो होइन अब त्यो डिल चाहिँ पाइने भयो भनेर त्यसपछि चाहिँ अब जे डिल पाइन्छ अब राम्रै गरी जाने भनेर सबै 3-4जनासँग डिल गरेर भएको थियो त्यो बेला चाहिँ राइट एकदमै राम्रो भयो नि होइन बोथ है तपाईँहरूको उहाँ 3 शार्क्स डिल होइन तपाईँहरूको चाहिँ आई मस्ट से हुन्छ नि भेरी स्मार्ट हुन्छ नि एकदमै वेल प्रेजेन्टेड हुन्छ नि ओभरअल एन्टायर जुन हाम्रो के भन्छ नि प्रेजेन्टेसन पनि थियो एट द सेम टाइम हाम्रो टिमको त्यति धेरैजनाको पर्फर्मेन्स थियो होइन सो हाउ वाज इट लाइक कतिको गाह्रो भयो त्यो पर्फर्मेन्सको लागि प्रिपेयर गर्नु आफ्नो पिचको लागि प्रिपेयर गर्नु होइन ब्राइड ग्रुम त्यो हुन्छ नि बिहाइन्ड द सिन अनि पिचको डे कतिको हेक्टिक भयो कस्तो भयो ओभरअल त्यस्तो हेक्टिक त हुँदैन थियो होला but we had to do it in 4-day time frame so like once the idea got approved 4 days was never shoot someone and we were like rushing around getting the dance. So our main thing was to get the dance prepared त्यति भएपछि चाहिँ हाम्रो पिचको प्रिपेयर गर्न त खासै टाइम नै पाएको थिएन यो र बट कस्तो वेल प्रिपेयर्ड थियो तपाईँहरू दुवैजनाको पिच अनि वेल सिङ्क्रोनाइज पनि के हुन्छ नि एन्सरहरू रिप्लाई गर्दाखेरि ओभरअल एन्सर्सहरू त एटलिस्ट हामीलाई आफ्नो बिजनेसको बारेमा हो थाहा एन्ड अल्सो लाइक पहिलादेखि कति ठाउँ पिच गरेको थियो पिच गर्ने चाहिँ त्यो बानी भइसकेको थियो सो धेरैजनाको चाहिँ तपाईँहरूको लागि कमेन्ट कस्तो आएको थियो भन्दाखेरि यु गाइज गट द डिल फर 1000 रुपिज फर 1% होइन अनि कम्प्लिटली मार्केटिङकै लागि मात्र आएको हो भन्ने जस्तो खालको
कुराहरू थियो नि त सो हाउ डु यु एन्सर टु द्याट सो मार्केटिङलाई गएको चाहिँ होइन खासमा चाहिँ हाम्रो लास्ट मिनटसम्ममा जाने नजाने भइरहेको थियो बिकज लाइक पर्सनली पनि हाम्रो त्यो टाइम चाहिँ अलिकति डिफिकल्ट टाइममा भइरहेको थियो प्लस हाम्रो प्री रेभेन्यू उसमा छ स्टेजमा छ नेपालमा त हामीले अहिलेसम्म थाहा पाएको इकोसिस्टममा चाहिँ प्री रेभेन्यूहरूलाई चाहिँ इन्भेस्टमेन्ट उठाउन अलिक गाह्रो बिकज रेभेन्यू मोडल के छ कति भइसकेको छ भन्ने हिसाबमा युजली त्यो प्रोजेक्सनहरू निकालेको हुन्छ सो हामीलाई त्यो जस्टिफाई गर्ने ठाउँ हुँदैन थियो कि फुड गिभन लाइक त्यो बेलासम्म हाम्रो यो नयाँ एप लन्च भइसकेको पनि थिएन सो वी वर स्टिल जस्ट अपरेटिङ इन द ओल्ड भर्सन 2 years हामीले फ्री प्लेटफर्म चलाएको बिए नेपाललाई लाइक बिचमा एकछिन टेस्ट चाहिँ गऱ्यौँ लाइक रेभेन्यू मोडल भिआइपी क्लब भनेर चाहिँ थोरै गऱ्यौँ तर मोस्टली त्यसपछि फेरि हामी त्यो पनि अनबोर्ड गराएको थिएनौँ प्रिमियमलाई सो फोकस नै वाज लाइक ग्यादरिङ मोर युजर बेस स्टार्टिङमा एन्ड त्यही लाइक बेस्ड आवर प्रिभियस एक्सपिरियन्स पिचिङ इन नेपाल त्यो प्री रेभेन्यू स्टेजमा चाहिँ अलिकति त्यो बुझाउन गाह्रो जस्तो नै भएको थियो एक्सपिरियन्स अनुसार बट आई गेस द्याट वी वुडन्ट ह्याभ ह्याड द्याट हियर सो शार्क ट्याङ्कको पहिला एपिसोड सिजन भइसक्यो सेकेन्ड थर्ड भएको मेबी वी वुड हेभ आस्क्ड फर इन्भेस्टमेन्ट पछि लाइक वी टक अबाउट द सेम थिङ विथ क्याबिनेट सर ही वाज लाइक नो वी वुडन्ट जज इट बेस्ड अन प्री रेभेन्यू के स्टार्टअपहरूको त लाइक इट्स बेस्ड अन what's that called like vision or money invest on it. Also, we're happy Shark Tank let's say properly to model follow like international model day. True. अनि त्यसपछि लाइक अब तपाईँहरूको एपिसोड अन एयर भइसकेपछि चाहिँ हाउ वाज द रेस्पोन्स लाइक हुन्छ नि अनि अहिले चाहिँ कस्तो भइरहेछ बिहे नेपालको एप होइन युजरहरू बढेको छ कि त्यो पार्टबाट चाहिँ कस्तो रेस्पोन्सहरू आइरहेछ सो it was good like Shark Tank पछि obviously त्यो exposure त भइहाल्छ the timing was also like हाम्रो ठिक्क एपको फुल अपग्रेड गरेको थियौँ सो लाइक सबै लाइक एट इज नै न्यू एप जस्तो बनाएको थियो सो टाइमिङ चाहिँ राम्रो थियो बट लाइक बेटर भर्सनमै थियो क्या ठिक्क उयो अलिकति रसमै हामीले निकाल्यौँ त्यो अपग्रेड सो इन्फ्लक्स युजर इन्फ्लक्स आयो त त्यही अनुसार नै हामीले चाहिँ त्यो अब कुन कुन मोबाइलमा कुन कुन एरर छ भनेर चाहिँ थाहा लाइक वी गट टु नो सो अहिले पनि त्यो हुँदैछ ओके सो तपाईँहरूले चाहिँ आफ्टर शार्क ट्याङ्क हाम्रो 1000 रुपिसको 1% इक्विटीमा अल शार्क्सबाट पाइसक्नु भयो कि भयो यो फाइनेन्सियल्सहरू चाहिँ क्लियर भइसकेको छ के छ त्यो चाहिँ सिन्स आवर एसोस अलिक डिफरेन्ट सो त्यो चाहिँ कुरा हुँदै थियो हुँदैछ अहिले पनि फाइनलाइज गर्नु बाँकी छ अब के गर्ने ओके सो प्रोसेसमा छ ओके लु रनकको चाहिँ के भइरहेछ हाम्रो आफ्टर शार्क ट्याङ्क डिल फाइनेन्सियल पार्टमा चाहिँ हेभ यु गट द अमाउन्ट अर कहाँ पुग्यो प्रोसेस अमाउन्ट चाहिँ अब चेकहरू चाहिँ पाइसकेको छ हजुर अब त्यो ब्याङ्क अकाउन्ट चाहिँ खोल्न मिलिरहेको छैन म अहिले लाइक 18 इयर्समा पुगे भएर 4 महिनापछि चाहिँ अब ब्याङ्क अकाउन्ट खोल्दा त्यो डिपोजिट कति महिनापछि 4 महिना चेकको डेट जाला ओके very good problem to have द्याट्स इन्ट्रेस्टिङ ओके सो तपाईँको केसमा चाहिँ होइन 50% इक्विटी आफ्नो कम्पनीको दिनु भनेर चाहिँ हुन्छ नि यो पनि एउटा बिग डिल हो नि त हाउ डिड यु डिसाइडेड एन्ड आर यु लाइक कन्भिन्स हुनुहुन्छ अहिले लाइक तपाईँ खुसी हुनुहुन्छ मैले जे डिसिजन लिएँ राम्रो लिएँ भने जस्तो लाग्छ कि के लाग्छ तपाईँलाई अहिले हजुर अब लाइक स्केल गर्नलाई त अब आफूले धेरै इक्विटी राखेर नि अब स्केल हुँदैन भने त त्यो मतलबै भएन होइन त्यही भएर अब सकेसम्म चाहिँ अब इक्विटी दिएर भए पनि अब आफ्नो बिजनेस पुरै 100% आफ्नो राखेर नि 50% दियो 50% छ भने पनि अब राम्रो स्केलमा पुग्छ भनेपछि त अब आफ्नै आइडिया हो अब आफ्नै हो होइन सबै कुरा तर अब उहाँ पनि अब इन्भेस्टरहरू नै हुनुहुन्छ होइन उहाँले नि अब कम्पनीकै ग्रोथको त अब सोच्न नि त्यही भएर अब जति सक्यो त्यति अब आफ्नै अब लाइक मेरो अब अरू को फाउन्डरहरू नै हुनुहुन्न नि त त्यही भएर सकेसम्म अब उहाँहरूकोसँग अब मिलेर गऱ्यो भने त सजिलो हुन्छ नि त त्यही भएर सोचेको थियो अब very true अनि लेट्स टक अबाउट द रिसेन्ट इभेन्ट द्याट तपाईँहरूको भएको थियो अस्ति भएको 14th मा भएको थियो होइन 14th अगस्त 8 to 14th सो वाट वाज द इभेन्ट अबाउट एन्ड हाउ वाज इट लाइक कस्तो भयो बिकज शार्क ट्याङ्कभन्दा अगाडि पनि इभेन्टहरू त गरिराख्नु भएको थियो होइन इभेन्टहरूमा त्यस्तो धेरै इभेन्टहरूमा चाहिँ गएको थिएन हाम्रो लाइक अब स्कुल मेला हुन्थ्यो कि सेन्ट जेभियर्स स्कुलमा मेला हुन्छ अरे के ए हजुर त्यसमा चाहिँ राखेको थियो योभन्दा तपाईँ सेन्ट जेभियर्सबाट पढ्नु भयो हजुर त्यहाँ चाहिँ मिला हुन्थ्यो अरे के होइन त्यसपछि चाहिँ अब जहिले अब लाइक त्यो स्टलहरू हालेर हुन्थ्यो कि अनि त्यो एनिमेको टी सर्टहरू एनिमेको पोस्टरहरू त्यसमा चाहिँ अब भिड हुन्थ्यो जहिले होइन अनि त्यसपछि यो इयर चाहिँ त्यो थिएन त्यस्तो के पनि त्यही भएर अब हामीले नै आफ्नै स्टल राख्थ्यौँ त्यसमा होइन त्यसपछि आफ्नो टी सर्टहरू अनि त्यसपछि चाहिँ पोस्टरहरू राखिने भनेर सोचेको थियो त्यो बेलाबाट चाहिँ सुरु फर्स्टवाला चाहिँ त्यो पप स्टोर चाहिँ त्यहाँ भएको थियो हजुर
अहिले यो इभेन्टमा चाहिँ अब मेनली अब आर्टमै फोकस छ नि त यो इभेन्ट चाहिँ अब हामीले अब बनाउन पनि आर्टिस्टहरूलाई अब लाइक त्यो कल्चरल डिजाइनमा होइन नेपालको कल्चर रिप्रेजेन्ट गर्ने खालको आर्टहरू हाल्ने नै हामीले गरेको थियौँ अनि त्यो बेला चाहिँ हामीले अब लाइक पहिले लन्च नगरेको एक्सक्लुजिभ डिजाइनहरू त्यो इभेन्टको लागि मात्र भनेर त्यसपछि रिलिज गर्ने अझै रिलिज भएको छैन अब भोलि पर्सिबाट रिलिज गर्ने भनेर चाहिँ त्यो इभेन्टमा राखेको थियौँ कि हजुर फ्यु डिजाइनहरू चाहिँ 3-4वटा त्यसपछि चाहिँ अब आर्टिस्टहरूको रेस्पोन्स चाहिँ राम्रै थियो सबै हजुर त्यो चाहिँ अब इआर्ट्सले अर्गनाइज गरेको इभेन्ट थियो होइन हिमालयन आर्ट काउन्सिल राम्रो भएको थियो इभेन्ट चाहिँ सबै राम्रो भयो एन्ड जस्ट लाइक यो सार्क ट्याङ्कले गर्दा पनि अलिकता यो इभेन्टमा प्रमोसनमा यताउता हेल्प भयो कि कस्तो भयो अब त्यो आउनुहुन्थ्यो कि अब लाइक मान्छेहरू आएर चाहिँ अनि त्यसपछि चाहिँ हजुरले अब सार्क ट्याङ्कमा देखेको थिएँ मैले यो प्रडक्ट भनेर चाहिँ अब कार्ड लगाएर अनि त्यसपछि म पछि वेबसाइटबाट अर्डर गर्छु भनेर त्यो हुन्थ्यो होइन अनि त्यसपछि चाहिँ लाइक त्यो सार्क ट्याङ्कले गर्दा नि त्यो बेला चाहिँ अब लाइक हेल्प चाहिँ भएको थियो अब अरू बेला त यतिकै राखेको भयो त टिपसल के भनेर थाहा हुन्थेन मान्छेहरूलाई त्यो सार्क ट्याङ्कको त्यो हेरेको मान्छेहरूलाई चाहिँ अब आएपछि चाहिँ टिपसल भने के भनेर थाहा थियो सुरुदेखि नै त्यो भएर चाहिँ राम्रो भयो राइट ओके अनि टी पसलको टी सर्टहरू चाहिँ क्या मैले पनि हेरिरहेको थिएँ वेबसाइटमा होइन विथ भेरी क्याची ट्रेन्डिङ होइन त्यो लेखेको डिजाइनहरू क्या मलाई एकदमै राम्रो लागेको थियो कि द्याट वाज अल्सो इन्ट्रेस्टिङ सबै त्यो डिफ्रेन्ट डिजाइनरहरूले हाल्नु होला डिजाइनहरू के हजुर अब हजुरले त्यहाँ त्यो प्रडक्टको तल हेर्नुभयो भने चाहिँ कसले हाल्नुभयो भनेर पनि हुन्छ त्यहाँ होइन आर्टिस्ट त्यो लेख्ने डिजाइनरहरूले अब आफ्नो डिजाइनहरू अब जस्तो पनि हाल्न पाउनुहुन्छ अब आफ्नै ब्रान्डिङ पनि गर्न पाउनुभयो आयो अब आर्टिस्ट आर्ट पनि हाल्न पायो अब मिम रिलेटेड पनि हाल्न पायो जस्तो पनि गर्न पायो सो आज तपाईँले पनि टी पसलकै टी सर्ट लाउँदै हुनुहुन्छ हजुर टिपसलको टी हाम्रो लागि खैरे के ओके सो बिहे नेपालको होइन हाम्रो पनि रिसेन्टली होइन अगस्त 13मा हाम्रो पनि सक्सेसफुली रन फर लभ भनेर इभेन्ट अर्गनाइज गराएको थियो फर सिङ्गल्स होइन सो लेट्स टक अबाउट द्याट इभेन्ट टु हाउ इज इट कस्तो भयो कस्तो रेस्पोन्स आयो So this was an event we did in collaboration with Meltdown. Every Wednesday runs and we collaborated on this one. So it was a very fun event. The post-event speed dating. High energy because Yeah. obviously active people are coming for a run. So youth, like active youth, they're very positive energy. Probably after run dopamine this many high and then we did the event. There ekdam ramro energy the crowd ko chahi. I missed the event. The next one. Next, yeah, definitely. Next year, हाम्रो कहिले छ त इभेन्टहरू what are we planning for? We have another one coming up. So August Hopefully 22, I think. 29th. 29th month. So we'll be posting about it on our pages. So हाम्रो pages follow गर्नुहुनेहरूले चाहिँ थाहा पाइराख्नुहुन्छ. डेफिनेटली ओके पेज फलो भन्दाखेरि मैले यसैमा जोडिहालेँ होइन तपाईँहरूको पर्सनल आइडी इफ युआर एक्टिभ अन सोसियल मिडिया कुनमा हुनुहुन्छ र के छ आइडी होइन अनि प्लस बिहे नेपालको पनि लाइक केमा कुन प्लेटफर्ममा छौँ हामी सोसियल मिडिया So TikTok, Instagram, Facebook मा सबैमा चाहिँ बिहे नेपाल सबैमा @बिहे नेपाल नै सर्च गर्नुभयो हुन्छ अनि हामी पनि Instagram, TikTok, Instagram, yeah. Mostly Instagram. I don't use It's from LinkedIn. LinkedIn र Instagram. तपाईँको आफ्नै नामबाट छ रनको के छ टिपसल नै छ सबैमा अब वेबसाइट चाहिँ अस्तिसम्म t-shirt&posters.com थियो हजुर अब रिसेन्टली 4 दिन भयो त्यो चाहिँ अब टिपसल.com गराएको सबैमा टिपसल नै छ अहिले चाहिँ ओके अनि पर्सनली तपाईँहरूलाई खोज्नु पऱ्यो भनेदेखि लिङ्कडिन Instagram. लिङ्कडिन इन्स्टाग्राम LinkedIन, Instagram. म usually LinkedIn मा पनि त्यति active छैन तर ओके सो हाम्रो यो बिहे नेपालको अगस्त 29को इभेन्टको चाहिँ उसमा अनाउन्स भइ नै हाल्छ है ओके सो हाम्रो टी पसलको चाहिँ अब अपकमिङ इभेन्ट चाहिँ के प्लान गर्नु भएको छ अपकमिङ इभेन्टहरू चाहिँ हाम्रो अब मेनली अब फोकस चाहिँ प्लेटफर्म राम्रो डेभलप गर्नेमा छ अब अहिलेको प्लेटफर्म त छँदैछ अब हामीले चाहिँ अब धेरै फिचरहरू एड गरेर अलि अब युजर फ्रेन्डली राम्रो खाले अझै लाइक नयाँ भर्जन लन्च गर्न सोचिरहेको छौँ त्यो चाहिँ डेभलपमेन्टमै छ अब लाइक कति 15-20 डेजसम्म चाहिँ अब कम्प्लिट हुन्छ त्यो त्यसपछि चाहिँ अब त्यो कम्प्लिट भएपछि चाहिँ बल्ल अब अरू इभेन्टहरूतिर चाहिँ फोकस गर्ने अहिले चाहिँ प्लेटफर्ममै पुरै फोकस चाहिँ नयाँ प्लेटफर्म क्रिएट गर्न ओके सो ओके टी पसलको चाहिँ मर्केन्डाइज बेच्ने भन्दा बाहेकमा चाहिँ लङ्गर भिजन हुन्छ नि तपाईँको ब्रोडर भिजन यसले चाहिँ नेपालमा चाहिँ अन्टरप्रेन्योरसिप र क्रिएटिभिटी दुइटैलाई ट्रान्सफर्म गर्ने हिसाबले चाहिँ के सोच्नु भएको छ अब हाम्रो चाहिँ मेनली भनेको चाहिँ अब मान्छेहरूलाई चाहिँ अब आर्टसँग कनेक्ट गराउने हो नि त किनभने अब लाइक अब नेपालमा अब आर्टिस्टहरू हुनुहुन्छ होइन अब आर्टिस्टहरूको आर्ट चाहिँ अब हजुरले अब 1-2 लाखको 3-4 लाखको पेन्टिङहरूमा बाहेक अरू केहीमा चाहिँ अब उहाँले आफ्नो आर्ट हालेर प्रमोट गर्न बेच्न मिल्दैन होइन अब त्यो आर्टहरू पनि अब लाइक 1-2 वर्ष लगाएर एउटा आर्ट बनाउनुहुन्छ त्यो एउटा इभेन्टमा बल्ल बिक्ने चान्स पनि एकदम कम हुन्छ नि होइन तर अब लाइक हाम्रो चाहिँ अब यस्तो बनाउन खोजेको कि अब आर्टिस्टहरूको आर्टहरू एक्सेसिबल भयो होइन मान्छेलाई अब लाइक एउटा अब हजुरले 1000-1200 टी सर्टमा अब आर्टिस्टले
आफ्नो आर्ट बेच्न पाउनुभयो त्यसबाट अब उहाँहरूको अब रिकरिङ इन्कम हुन्छ आर्टिस्टको लाइक अब एउटा टी सर्ट पनि नभएर अब डेली अब 1-2 टी सर्टहरू बिक्यो भने अब एक दिनमा लाइक 600-700 इन्कम हुन्छ कि ती टी सर्टहरूबाटै आर्टिस्टहरूलाई मात्र रेभेन्यू अनि त्यसपछि चाहिँ अब जति नै अब त्यो डिजाइनहरू पपुलर हुँदै गयो त्यस्तै गरी नै मार्केट हुन्छ उहाँहरूको डिजाइन चाहिँ अब नत्र अब कसैलाई अब आफ्नै अब ब्रान्ड पनि सुरु गर्न मन छ भने पनि अब उहाँहरूको अब म्यानुफ्याक्चरिङदेखि सबै कुरा आफै हेसल लिनु परेन अब हाम्रोमा उ गरेर वेबसाइटबाटै उहाँहरूको आफ्नै सेपरेट वेब पेज पनि हुन्छ कि हरेक आर्टिस्टहरूको हजुरले आफ्नो ब्रान्ड खोल्नुहुन्छ भने आफ्नै सेपरेट वेब पेज पनि हुन्छ त्यसको लागि अनि त्यसपछि उहाँहरूको अब आफ्नो लोगो हाल्ने फेसबुक पेज जस्तै अब ब्यानरहरू हाल्ने सबै गर्न मिल्छ त्यहीँबाट प्रडक्टहरू पनि गर्न मिल्यो आफ्नै ब्रान्ड सुरु गर्न पनि त्यो गर्न पनि जे गर्न पनि अब लाइक एउटा प्लेटफर्म चाहिँ भयो क्रिएट गर्नलाई जे पनि क्रिएट गर्न एउटा प्लेटफर्मको रूपमा चाहिँ डेफिनेटली ओके सो बिहे नेपाललाई चाहिँ होइन एभ्री बिजनेसमा होइन स्टार्टअपमा आफ्नो आफ्नो स्ट्रगल्स हुन्छ च्यालेन्जेस हुन्छ होइन सो तपाईँहरूको त झन् नयाँ आइडिया छ अलिकता नेपाल जस्तो कन्टेक्स्टमा नेपालको मार्केटमा होइन सो त्यो हुन्छ नि लाइक अब चाहिँ होस् यो गिभ अपै गर्छु भने जस्तो मोमेन्ट कुनै बेला आयो कि आएन इफ आयो भनेदेखि हाउ डिड यु गाइज अगेन कन्टिन्युड विथ यर वर्क I think the biggest challenges Nepalमा भएर are like the bureaucratic issues. Like आफ्नो कति अब गभर्मेन्ट अफिसियल प्लेसेसहरूमा गएर त डिल गर्नुपर्छ अनि त्यसमा आफ्नो एक्सप्लेन गर्ने गाह्रो क्या लाइक दे जस्ट डोन्ट अन्डरस्ट्यान्ड स्टार्टअप्स एट अल अनि यो इन्भाइरोमेन्ट नै खासमा स्टार्टअप्सको लागि बनाएकै होइन क्या खासमा हाम्रो इट्स स्टिल नट फिट फर स्टार्टअप्स एट अल So to give up गर्ने त त्यस्तो त हामी बुझ्दैन but like challenge-मा चाहिँ Challenge is the there. biggest challenge. सो यु थिङ्क यो च्यालेन्ज चाहिँ हाम्रो नेपालमा भएको च्यालेन्ज हो होइन कि अन्टरप्रेनरहरूको लागि च्यालेन्ज हो कि स्पेसिफिकली अब तपाईँ यङ पनि हुनुहुन्छ वुमेन पनि हुनुहुन्छ होइन सो यो चाहिँ एडिसनली लाइक हुन्छ नि वुमेन भएको कारणले पनि च्यालेन्जिङ भयो हो या यङ भएको कारणले हो या वाट डु यु थिङ्क हुन्छ त्यो नि चाहिँ हाम्रो कन्ट्रीको त्यो सिस्टमकै कारण हो सिस्टमको Yeah, च्यालेन्ज 100%. Like even right now, like we've been trying to bring in our इन्भेस्टमेन्ट ल्याउन खोजेको छौँ लाइक एक्सट्रिमली लङ It's been- प्रोसेस लाइक 9 months हुन आँटिसक्यो बट लाइक normally in another country this is a process that would take 1 day. In Nepal it's taking 9 months. The reason is just because our system is just not set. And they don't try to understand like इन्टरनेसनल इन्भेस्टमेन्ट्सलाई पनि साइड छ नेसनली पनि इन्भेस्टमेन्ट सिन त भर्खर लाइक स्टार्टिङ आउट नै हो त्यही भएर फन्डिङ च्यालेन्जेस पनि एकदम हेभी छ स्टार्टअप्सहरूको लागि सो त्यो भएर पनि तपाईँहरूलाई जस्ट अब यता यो सार्क ट्याङ्कले गर्दा पनि एक लेभलमा चाहिँ इजी अलिकता हेल्पफुल चाहिँ भयो होला डेफिनेटली त्यो प्रमोसन वाइज चाहिँ त्यो अलिकति भयो। was bio, but like official like document त्यो government गभर्मेन्ट लिगल office सिस्टमहरू त हामीलाई ecosystem wise say त्यस्तो अब बिस्तारै चाहिँ yet. हुनसक्छ लाइक इको सिस्टम त बिस्तारै सार्क ट्याङ्क वाज अ बिग बुस्ट अन्टरप्रिनरसिपको लागि बिस्तारै त्यो पनि चेन्ज होला भन्ने आश ओके सो बिहे नेपालमा अहिलेको फिचरहरू चाहिँ होइन हामीले स्पेसिफिक जस्तो आई वाज रियली इम्प्रेस्ड होइन तपाईँको अब सिङ्गल नर्मल मान्छेलाई नै त तपाईँको मान्छे पाउन गाह्रो भइरहेको हुन्छ होइन भनेदेखि एलजिबिटिआई कम्युनिटी त झन् धेरै ब्याकवर्ड छ नि त अहिले भन्न खोजेको त्यो सपोर्टको एकदमै आवश्यकता छ जस्तो लाग्छ मलाई होइन सो तपाईँहरूको फिचर चाहिँ कस्तो भइरहेछ हुन्छ नि वाट आर द फिचर्स द्याट यु हेभ एडेड एन्ड वाट आर द फिचर्स द्याट यु आर प्लानिङ टु एड इन द फ्युचर एपमा सो अहिले एपमा त मेन फिचर्स भनेको हामी कुण्डली म्याच चाहिँ पहिल्यैदेखि डिमान्डमा थियो एस्ट्रोलोजी हाल्नु भनेर सो त्यो चाहिँ भर्खरै एड गऱ्यौँ प्लस ब्लाइन्ड डेट पनि एड गरेको छौँ सो त्यो अलिकति एनोनिमस So those are the two main features अहिलेको अनि we even have things like before अलि simple नै थियो app अहिले it's like profile likes, profile viewers धेरै मिल्ने अनि privacy features पनि like blur गर्न सक्ने आफ्नो पुरै like all the photos can be blurred and yeah like safety privacy को हिसाबमा त्यो भयो एलजिबिटिक्यू चाहिँ पहिल्यैदेखि नै थियो सो वी होप द्याट इट्स बिङ हेल्पफुल फर द कम्युनिटी एज वेल अनि अब फ्युचरमा चाहिँ अहिले चाहिँ यही भएको फिचर्सहरूलाई चाहिँ वी निड टु लाइक पलिस इट अप एन्ड मेक स्योर इट वर्क्स अन अल डिभाइसेस किनभने कुनै कुनैमा चाहिँ इस्युजहरू आइरहेको छ भने त्यो फिक्स अप गर्ने अनि बल्ल त्यसपछि गो अन एन्ड एड लाइक द न्यू वान्स सो एआई म्याच मेकर हाल्नु पर्नेछ तर लाइक वी हेभ इट कमिङ सुन एपमा तर अलिकति टाइम पछि चाहिँ मात्र हाल्छ पहिला चाहिँ हामीले लाइक कतिवटा फिचर्स हाम्रो पहिलाको भर्सनमा वी लर्न द्याट इट्स नट गुड टु हेभ टु मेनी लाइक टेस्ट गर्नुपर्ने रहेछ अनि हाम्रो पहिला कम्युनिटी फिचर थियो क्या सो लाइक अल द सिङ्गल्स कुड कम इन टु वान प्लेस इन काइन्ड अफ लाइक च्याट भन्दा पनि लाइक पोस्ट कमेन्ट तर लाइक फिचर्स लाइक द्याट वी रियलाइज द्याट यु हेभ टु टेस्ट इट इफ इट्स युजलेस यु जस्ट हेभ टु लाइक थ्रो इट आउट किनभने अलि एप पनि क्लटर हुने अनि युजर्सलाई पनि
not very useful भनौँ न ट्रु ओके सो अनि तपाईँहरू दुईजना आफू चाहिँ के हुनुहुन्छ रिलेसनसिप वाइज सिङ्गल अर टेकन We are single. And Single. unfortunately, you say I'm like common question. ओके बहुत सिङ्गल हुन्छ तर एपमा चाहिँ हुनुहुन्छ कि हुनु न आफ्नो We'll join soon. Yeah. We'll join soon. अहिले चाहिँ यु आर फोकसिङ अन यर वर्क नै yeah डेफिनेटली ओके सो आर यु सिङ्गल रनक नट यो यस्तो हामी दिदी हुँदा हुँदै होइन सिङ्गल नै हो ए सिङ्गल नै हो ओके थ्याङ्क गॉड Okay, अहिले चाहिँ अलिकति underage भयो हाम्रो। underage. Like, hopefully next year चाहिँ हाम्रो no 2 years 2-3 years 2 yearsमा चाहिँ यो will happen. बिचरा रनकलाई सबैतिरबाट घाटा यहाँ ब्याङ्क अकाउन्ट खोल सागको पैसा लिनलाई होइन बिहे नेपालमा एड हुनलाई पनि अझ 1 year बाँकी नै छ है ओके सो अब हाम्रो लङ रन फ्युचर हुन्छ नि भिजन चाहिँ के छ वे डु यु सी बिहे नेपाल इन द कमिङ 5 years एन्ड टी पसल इन द कमिङ 5 years यस अपकमिङ 5 yearsमा चाहिँ अब लाइक एउटा चाहिँ अब आर्टिस्टहरूको लाइक भइहाल्यो होइन हजुर तर हामीले चाहिँ लाइक अब एउटा अनलाइन प्लेटफर्म मात्र नभएर हामीले अब स्टोरहरू पनि लाइक अपकमिङ फ्यु इयर्समा चाहिँ हामीले स्टोरहरू पनि खोलेर लाइक वाक इन स्टोरहरू अब आफ्नो डिजाइन क्याटलगहरूबाट अब डिजाइनहरू प्रिन्ट गर्ने लाइक बबल वेयर्सहरूले गरिरहेको जस्तै खाले हजुर त्यस्तै तर अलि थोरै डिफ्रेन्ट हुन्छ हाम्रो चाहिँ अब लाइक होइन अब त्यस्तो त्यो पनि एउटा ऊ भयो अनि हामीले अब ग्लोबल्ली ऊ गर्ने सोचिरहेको छौँ लाइक अब हाम्रो अहिले सार्क ट्याङ्क पछि नि अब लाइक डिफ्रेन्ट कन्ट्रिजहरूबाट अर्डरहरू आउन थालेको छ कि राइट अब त्यो अर्डरहरूलाई चाहिँ हामीले अब केटर गर्नलाई अब राम्ररी अब नेपाल बाहिर पनि कसरी अब कुरियरहरू गर्ने त्यसमा रेजिस्टर गर्नलाई त्यो कुराहरूमा चाहिँ फोकस गर्छौँ अब हामीले 5 yearsमा चाहिँ लाइक अब नेपालमा मात्र नभएर अब अरू कन्ट्रीहरूमा पनि अब राम्ररी अब इस्टाब्लिस गर्न सक्ने चाहिँ हाम्रो गोल छ वाउ अनि फ्रम यु Bihe Nepalको लागि चाहिँ in 5 years we hope it's going to be like one of the like biggest platforms for Nepali singles to connect and find commitment. Ani त्यो बाहेक चाहिँ we want to go test out our app in 1 or 2 other markets and see if it can do well in the global scene. डेफिनेटली ओके सो अर्को चाहिँ तपाईँहरू जस्तै यङ एस्पायरिङ अन्टरप्रेनर्सहरूको लागि चाहिँ च्यालेन्जेसहरू डेफिनेटली आउँछ होइन सो इफ सम वान वान्ट्स टु स्टार्टअप हुन्छ नि आफ्नो केही गर्न खोज्नेहरूको लागि चाहिँ वाट्स यो मेसेज I think एउटा message say like I would give the advice to just like एउटा idea छ भने धेरै नसोचिकन like after you talk to a few people who can give you the right advice I think you should just like take action immediately किनभने it's a very fast moving world अनि केही अहिले गर्न सक्ने कुरा like 2 years 1 year अझ AI पछि it's moving even faster and you have to like catch the right moment so just like start immediately. That's amazing. Yeah, I would say they knew like just do it like Nike-को slogan पनि ठिकै yeah just do it Just do किनभने it. धेरैजना चाहिँ अल्झिनु हुन्छ क्या त्यो धेरै सोच्न थालेपछि सबैजनाको अब अनि फेरि त्यो नेगेटिभ साइडमा बढी हेरेर अहिले यस्तो छैन नेपालमा स्कोप छैन यो छैन भन्दै अनि इजी वे आउट जुन चाहिँ सबैजनालाई हेरिरहेको बाटो हिँड्नतिर लाग्नुहुन्छ तर कहिलेकाहीँ चाहिँ when you take the risk अनि थाहा हुन्छ like even if you don't succeed त्यो बाटो हिँड्दा हिँड्दै you'll grow so much as a person त्यो एउटा भेन्चर फेल भयो पनि मेबी नेक्स्ट भेन्चरमा you'll be way more proficient अनि त्यो entrepreneurial spirit पहिलादेखि छ भने चाहिँ you just need to do it instead of like being scared looking at the circumstances and stuff. True. Ronak, what's your message? केही आफूले सुरु गरेपछि त्यो चाहिँ क्विट चाहिँ गर्नु हुँदैन भन्ने कुरा मैले चाहिँ अब लाइक केही सुरु गरेर अब लाइक अहिले हाम्रो नेपालमा गाह्रो पनि छ अब सुरुमा अब बिजनेसलाई अब स्टार्टिङ फेजमा अब 1 yearमा नै हाम्रो अब त्यो उनी छ नि लाइक 1 year भित्र नै अब कति 90% स्टार्टअपहरू 1 year सुरु भएको 1 year भित्र नै रेजिस्टर भएको 1 year भित्र नै क्लोज हुन्छ भन्ने होइन अब स्टार्ट गरेपछि चाहिँ अब आफ्नो बिजनेस साँच्चै कि अब आफूलाई त्यो आफ्नो बिजनेसमा ट्रस्ट छ भने चाहिँ त्यो क्विट गरेर अर्कोतिर अब त्यो नगर्ने चाहिँ छोड्न चाहिँ हुँदैन कि जस्तो अब एउटा कुरामा लागेपछि चाहिँ अब लाइक त्यो चाहिँ अब जसरी नै आफूले गर्नुपर्छ भन्ने केही प्रब्लम आए पनि अब लाइक क्विट गर्ने भन्दा नि प्रब्लम सल्भ गरेर कसरी अब ऊ गर्ने भन्ने सोच्नुपर्छ भन्ने ट्रु अनि अर्को कुरा चाहिँ होइन जस्तो अहिलेको टाइममा हाम्रो नेपालमा युथहरू मोस्ट अफ देम बाहिर हुनुहुन्छ होइन सो
एज अ यङ प्लस एन्टरप्रेन्योर तपाईँहरू नेपालमै हुनुहुन्छ नेपालमै गरिराख्नु भएको छ होइन सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ युथहरू चाहिँ हुन्छ नि बाहिर गए पनि सिके पनि एट द एन्ड अफ द डे हुन्छ नि नेपाल नै फर्किनुपर्छ भनेर एन्करेज गर्नुहुन्छ कि अनि वाट हुन्छ नि तपाईँहरूलाई चाहिँ के कुराले चाहिँ होइन नेपालमै म बस्छु यहीँ नै गर्छु भन्नलाई चाहिँ के कुराले झन् तपाईँहरू त युएसबाट रिटर्न हुनुभएको छ होइन लाइक मेनी इयर्स ब्याक तर पनि सो वाट इज यर से अन दिस टु द युथ्स I can't speak for everyone किनभने सबैजनाको आफ्नो पर्सनल सर्कमस्टान्सेस त डिफ्रेन्ट हुन्छ राइट के रिजनले जानुभएको हुन्छ उहाँहरू बाहिर तर लाइक आई वुडन्ट से लाइक सबैजना फर्किनै पर्छ भनेर पनि त्यहाँ बाहिरै बसेर पनि मेबी दे हेभ बेटर अपर्च्युनिटी हाम्रो नेपालको नाम त अहिले त सबैतिर फैलिसकेको छ लाइक आई थिङ्क अस्ट्रेलियाहरूतिर त झन् लाइक मिनी नेपाल नै भइसक्यो होला त्यहाँ पनि सो वी लाइक कल्चरली त हाम्रो कल्चर त स्प्रेड नै भइरहेको छ एन्ड अ लट अफ पिपल आर कमिङ ब्याक विथ न्यू एक्सपर्टिज त्यसले गर्दाखेरि नेपालमा अझ लाइक दे ब्रिङिङ न्यू लाइक फ्रेस आइडियाज टु द कन्ट्री मलाई चाहिँ लाइक इट्स जस्ट अ पर्सनल चोइस फर मी सानोमा पनि मलाई उताको इन्भाइरोमेन्टमा हुर्केर एकदम रमाए पनि मलाई नेपाल चाहिँ आउनुपर्छ भन्ने फिल हुन्थ्यो अनि पछि मास्टर्स गरेपछि पनि आई डिड न्युजिल्यान्डमा गरेको थिएँ इट वाज अ ब्युटिफुल कन्ट्री तर मलाई लाइक बाहिर धेरै टाइमसम्म बसेपछि मलाई समथिङ पुल्स मी ब्याक आई डोन्ट नो व्हाट दैट इज त्यही भएर मलाई चाहिँ आफूलाई चाहिँ मनपर्ने भएर चाहिँ फर्केको हो बट एभ्री वान हेज देयर ओन लाइक प्लेस वेयर दे थिङ्क दे क्यान थ्राइभ एन्ड एभ्री वान सुड गो वेयर दे ब्लुम द मोस्ट वेयर दे विल थ्राइभ True. Okay, Ronan, do you have something like if I should if I should speak on behalf it's all like nationalist bhauna, you know. So. Honestly, yeah. I feel like the whole world is just we're just here for a small time. It's fine. Wherever you want to live, enjoy life. That's beautiful. त्यही अब जता आफ्नो अपर्च्युनिटी राम्रो देख्छ त्यतितिर जाने त ठिक हो अब लाइक अब नेपालमा केही कुरा गर्नलाई अब राम्रो अब अपर्च्युनिटी देखेन भने चाहिँ अब बाहिर जाने त अब त्यो त कुरा नै भयो त्यो त मान्छेले गर्ने नै भयो नि अब यहाँ अपर्च्युनिटी डेभलप भयो भने मान्छेहरू यहीँ बस्छ बाहिर देख्यो भने बाहिर जान्छ होइन अब त्यो बाहिर गएकोलाई अब यहाँ फर्किनुपर्छ भन्ने पनि केही प्रेसर हुनु हुँदैन होइन बाहिर गएपछि अब बाहिर के गर्न सक्छु भन्ने सोच्यो भने चाहिँ बाहिर जाँदा ठिक छ लाइक अब केही आइडिया नभइकन अब अरूले बाहिर गइरहेछ भनेर बाहिर जानु चाहिँ भएन तर अब आफूले के सोचेको छ भने चाहिँ बाहिर जानु ठिक छ एउटा कुरा चाहिँ कस्तो स्याड लाग्ने हो लाइक नेपालमा झन् एयरपोर्ट्सहरूमा हेर्दा अनि कुराहरू पनि गर्दा हाम्रो रिलेटिभ्स लाइक कजन्सहरूसँग पनि गर्दा इट डजन्ट फिल लाइक एनी वान इज द्याट सेटिस्फाइड लाइक पुरै बाहिर बसेर पार्ट अफ देयर सोल इज स्टिल हियर अनि बट द रिजन दे हेभ टु लाइक दे फिल द कम्पल्सन टु लिभ आउटसाइड अफ नेपाल किनभने यहाँ खासै त्यो छैन नि त त्यस्तो लाइक इट्स नट थ्राइभिङ विथ अपर्च्युनिटी त्यो चाहिँ लाइक इट्स अ स्याड पार्ट अफ नेपाल आई फिल लाइक यहाँ राम्रै भएको भए आई फिल लाइक मेनी पिपल वुडन्ट ट्रुली लाइक नेपालको आफ्नै एउटा ब्युटी छ नि त लाइक भन्नु खोजेको बाहिरको मान्छेहरू पनि नेपाल आउँदा दे वान्ट टु स्टे लङ्गर हुन्छ नि भनेदेखि हामी नेपालीलाई त झन् नेपाल छोडेर त बाध्यता नभइकन त आई थिङ्क भेरी फ्यु पिपल चाहिँ बाहिर जानुभएको हुन्छ कि अदरवाइज एभ्री वान वान्ट्स टु बी ब्याक है एन्ड सो विथ दिस होइन हामीसँग चाहिँ एउटा सानो केस सिनारियो वाट इफ सेगमेन्ट छ होइन त्यसमा चाहिँ एज एन अन्टरप्रेन्योर तपाईँको बिजनेसमा चाहिँ सर्टेन खालको होइन प्रब्लम्सहरू आयो भनेदेखि चाहिँ हाउ आर यु गोइङ टु रिजल्भ द्याट भनेर छ होइन सो वी विल बिगिन है यो चाहिँ मैले मेन्सन गरेको थिइनँ ओके है फर्स्ट बिए नेपालकै लागि छ होइन एनी वान अफ यु क्यान एन्सर ल ओके युजर ट्रस्ट इस्युको लागि छ होइन वाट इफ अ पपुलर युजर फाइन्ड्स आउट समवन इज प्रिटेन्डिङ टु बी देम अन द एप होइन बट हाउ वुड यु एक्ट क्विकली टु प्रोटेक्ट द युजर्स ट्रस्ट एन्ड मेक स्योर दिस डज नट ह्यापन अगेन लाइक अब फेक युज गरेर गरिरहेछ भनेदेखि कसैले सो द नम्बर वान थिङ इज त्यो प्रोफाइल त भेटिन्छ नि त सो द्याट क्यान बी डिलिटेड इमिडिएटली एन्ड त्यो द पर्सन बिहाइन्ड द प्रोफाइल आई थिङ्क वी वुड try to track that down and kind of, you know, talk about it. To prevent it from happening again. Since it's like online platform, त्यो like photo त जसको नि जसले नि हालेको छ फेसबुकमा पनि कति त्यस्तो देखिन्छ Cristiano र Messi दुईजना चाहिँ most popular everyone is Cristiano Ronaldo धेरै हाम्रो एपमा पनि like so many guys have Ronaldo Messi अनि त्यो चाहिँ हामीले प्रिभेन्ट गर्न सक्दैनौँ बट
at the end of the day, it is a platform where people usually do online, but the real life meeting the garnu parini also at one point. So त्यो भेट्ने हो भने त त्यो long term उनीहरू hide गरेर बस्न सक्दैन. They can't pretend to be Shah Rukh Khan forever. True, Yeah. true. Type of And thing, also so- like हाम्रो त्यो face verification छ नि त. So unless there's a tick mark verified thing next to the profile, then त्यो 100% real हो भनेर trust नगर्दा हुन्छ. Especially if you see like a public figure, you should look for the verified mark. यो चाहिँ अफ रेकर्ड है म बिए नेपाल एपमा थिएँ होइन भेरिफाई गर भनेर आयो होइन भेरिफाई गरेर चाहिँ त्यहाँको फोटो र मेरो मुख मिलेन भन्छ बुझ्यो किन मेरो हुन्छ नि लाइक फोटो राम्रो भएर अनि विदाउट मेकअप गरेर भएर भेरिफाई नगरे हो कि ल अर्कोचोटि फेरि म ट्राई गर्छु भनेर सोचिरहेको थिएँ कि एनिवे सो कमिङ ब्याक टु होइन data privacy ko problem ma what if there is a security leak and users private information or photos are exposed online what steps would you take immediately and how would you communicate with your users So private photos or the similar Leak doesn't like कस्तो leak like we don't have a chat messages ma images it's छैन हाम्रो so okay. whatever they have ए, uploaded chat नै त्यति नै हुन्छ। त्यो त्यति leak नै नै हो। भयो भने just the profile photos I don't think it which would be they've posted to public. So. okay so it wouldn't be that big of an issue but in case like they didn't want that to be public and wanted to be blurred then we just track down like how it happened and make sure it doesn't happen again and Can we say like त्यो हुँदैन थियो because we have such good security? definitely I don't know. I don't know, like it's like it's a public. I mean, online platform. But like this is sensitive information, so we've taken care not to really take so much sensitive information. I think त्यो photo exactly leak हुन्छ type को हुँदैन like किनभने हाम्रो पनि like when we post on Instagram, it's not like it can be leaked off Instagram किनभने हामीले नै public बनाउन choose गरेकै images हो नि त. okay So I don't think. त्यही भएर त्यो इस्युज आउने चान्सेस अझ कमै हुन्छ है ओके वाट इफ समवन किप्स ह्यारेसिङ अर मिसलिडिङ अदर युजर्स होइन डिस्पाइट द रुल्स एन्ड कम्प्लेन्स स्टार्ट पाइलिङ अप हाउ वुड यु ह्यान्डल इफ टु किप दिस एप सेफ एन्ड रेस्पेक्टफुल Okay, So so the user will be immediately like taken off the platform. they point like if multiple times the same user does that, If a user gets reported a few times, the account it gets closed. so it can't happen for too many times. So it doesn't automatically. So सेफ हुने रहेछ है ओके सो वाट इफ होइन पिपल or media criticize बिहे नेपाल saying it encourages casual relationship or goes against cultural norms होइन how would you respond and protect your mission and reputation of बिहे नेपाल So हाम्रो नेम नै बिहे छ नि त सो अलिक त्यस्तो क्याजुअल चाहिँ लिन गाह्रै हुन्छ जस्तो लाग्छ मान्छेहरूलाई but in case they do use it, I feel like it wouldn't be like it wouldn't be just because of us. Like culturally, the social media is on the rise. So if they're using our app like that, they're probably also using like Instagram, TikTok in the same way. True. And अब सबैले society collectively बिगाऱ्यो भने हुँदैन. Just like how people are evolving, like which way they're leaning towards. The only majorly this activities are also. Yeah, really. Okay. So what if a new feature does not work well or confuses your users, causing them to stop using the app? I know. How would you handle the feedback, make changes, and rebuild confidence in your platform? We would probably take the user feedback and either like change the feature around or just remove it. Like I mentioned previously, the community feature, it wasn't being useful to the users at all, so we just removed it. I think that's the best thing to do. किनभने consumer-facing app जस्तो भएपछि you have to listen to the users and do what they prefer or what they suggest. Truly. Okay, that was fun है अलिकति ट्रिकी थियो बट यु बोथ म्यानेज सो वेल अब चाहिँ हाम्रो टी पसलको लागि पनि छ होइन वाट इफ क्वेसन्स यसमा चाहिँ एज एन अन्टरप्रेनर तपाईँले एज अ फाउन्डर चाहिँ हाउ वुड यु डिल विथ सच केसेस होइन ओके सो तपाईँकोमा पनि इफ समन क्रिएट्स अ फेक अकाउन्ट अन टी पसल or pretends to be someone else and tries to mislead the users होइन how would you fix it to keep the users trust फेक अकाउन्ट अफ टी पसल भन्नाले टी पसलकै फेक अकाउन्ट
तपाईँको होइन टी पसलकै फेक होइन कि त्यसभित्र चाहिँ तपाईँको डिजाइनरहरूको चाहिँ फेक अकाउन्टहरू बनाएर त्यसरी गर्यो भनेदेखि अब हाम्रो चाहिँ अब त्यो आर्टिस्टले रेजिस्टर मात्र गरेपछि पनि प्लेटफर्ममा देखाउने चाहिँ हुँदैन उहाँले कि आफ्नो आर्टहरू हाल्नुपर्छ आर्ट हालेपछि चाहिँ हाम्रो अब लाइक 10 आवर्सदेखि चाहिँ लाइक एउटा रिभ्यू टाइम हुन्छ क्या हामीले सबै डिजाइनलाई चाहिँ अब एकचोटि रिभ्यू गरेर मात्र पब्लिस गर्छौँ वेबसाइटमा यतिकै चाहिँ सबै डिजाइन पब्लिस हुँदैन लाइक अब त्यो रिभ्यू हुने टाइममा चाहिँ अब के अरे अब लाइक युज गरेको इमेजेसहरू अब लाइक अरू कसै कपिराइट भएको इमेजेसहरू के होइन अनि त्यसपछि चाहिँ अब लाइक त्यस्तो कुराहरू चाहिँ अब रिभ्यू गर्दाखेरि चाहिँ हुन्छ त्यसपछि अब पहिला रिभ्यू गरेर नै हुने भएकोले त्यस्तो इस्यु चाहिँ नआउला भन्ने ओके सो तपाईँकोमा चाहिँ ल होइन इफ होइन तपाईँको टी सर्ट्सहरूको चाहिँ केही मसिनहरू प्रिन्टिङ मसिनहरू बिग्रियो अरे अथवा सप्लायर्सको डिले अर्डर्सहरू डिले भयो अरे होइन in such situations how would you make sure your creators still gets their product on time अब सप्लायर्स चाहिँ अब लाइक हाम्रो अब अहिलेसम्म आफ्नै लाइक म्यानुफ्याक्चरिङ गरिरहेको पनि होइन हामीले होइन हामीले अब लाइक अब सप्लायरहरू त अब नेपालमा जति पनि हुनुहुन्छ अब टेक टी सर्टहरू पनि सप्लाई गर्ने अहिले नै हामीसँग लाइक अब हामीले चाहिँ अहिले काम गरिरहेको सप्लायर बाहेक अरू 1-2जना सप्लायर पनि राख्छौँ कि अब केही कुराले गर्दा यहाँ डिले भयो भने यताबाट पनि हुन्छ भनेर अब केही भएर डिले नै भयो भने चाहिँ सुरुमा चाहिँ अब कस्टमरसँगै अब कुरा गरेर नै फिक्स गर्नुपर्छ किनभने चाहिँ अब केही टाइमपछि चाहिँ अब लाइक अहिले प्रडक्ट चाहियो भनेर पनि कसैले पनि डेलिभर गर्न सक्दैन त्यही भएर कस्टमरसँगै अब राम्ररी अब कुरा गरेर त्यसपछि त्यो प्रब्लमलाई सल्भ गर्ने चाहिँ त्यसरी नै गर्न मिल्छ what if you launch a new feature होइन and users don't like it or it causes confusion होइन तपाईँको युजर्सहरूलाई चाहिँ कन्फ्युजन भयो नयाँ फिचर एड गर्दाखेरि भनेदेखि चाहिँ how would you respond or improve it अब न्यू फिचर एड गर्दाखेरि चाहिँ अब हामीले सुरुमा चाहिँ अब टेस्ट गर्छौँ फिचरलाई अब के कस्तो चलिरहेको छ होइन अब लाइक हाम्रो अब राम्रो टेस्टिङ भएपछि चाहिँ त्यो फिचरले अब साँच्चीकै अब कतिकै युजरहरूले त्यो फिचर युज गरिराख्नु भएको छ कति युजफुल छ त्यो फिचर त्यो एकचोटि हेरेर अब त्यस्तो राम्रो युजफुल छैन रहेछ भने चाहिँ अब त्यो फिचर रिमुभै गर्नुपर्छ नत्र अब त्यसमा नि के इम्प्रुभमेन्ट गरेर त्यसलाई अब राम्ररी हामीले प्रेजेन्ट गर्न सक्छौँ भने इम्प्रुभमेन्ट गर्ने ओके अब अर्को चाहिँ लास्ट क्वेसन होइन फर इक्जाम्पल वाट इफ टी पसल ग्रोज भेरी क्विकली रे होइन एकदम खतरा तपाईँको आफ्टर सार्क ट्याङ्कले होइन ल मानु एकदमै ग्रो गर्यो होइन अनि तपाईँको टिमले चाहिँ होइन सबै क्वेरिजहरू अर्डर्सहरू चाहिँ ह्यान्डल गर्न गाह्रो भयो अरे होइन त्यस्तो केसमा चाहिँ तपाईँले आफ्नो बिजनेसलाई चाहिँ क्विकली कसरी स्केल अप गर्न सक्नुहुन्छ विथ वाइल किपिङ यो क्वालिटी चाहिँ एज इट इज हाई नै कस्टमर रेस्पोन्सहरू चाहिँ अब लाइक अटोमेट गर्न मिल्छ अहिले सबै कुरा होइन अब हामीले अब लाइक वेबसाइटबाट पनि अब सबै कुरा अटोमेटेडै गर्न मिल्यो यति यति अर्डर आएको छ सिधै त्यो वेबसाइटबाट अब सिधै म्यानुफ्याक्चरसम्म पुग्छ होइन कति अर्डरहरू आएको छ अनि त्यसपछि अब इन्स्टाग्रामबाट पनि अब वेबसाइटमा रिडाइरेक्ट हुन्छ अनि त्यसपछि इन्स्टाग्राम पनि मेसेजहरू अब अटोमेटिक गर्न मिल्छ सबै कुरा लाइक एआई च्याटबाट इन्टिग्रेट गर्न मिल्छ इन्स्टाग्राममा पनि अनि त्यो कुराहरूबाट चाहिँ अब लाइक कस्टमर सेटिस्फ्याक्सनको कुरा चाहिँ अब त्यो कस्टमरसँग इन्टरेक्सनको कुरा चाहिँ हुने नै भयो अब सप्लाईको कुरा चाहिँ अब हामीले अब प्रडक्ट चाहिँ अब त्यस्तो भयो भने चाहिँ अब केही टाइमसम्म चाहिँ हाम्रो अब मेन के उसमा सिपिङमा डिले हुनसक्छ होइन अब त्यो डिले भएको चाहिँ अब कस्टमरहरूसँग इन्टरेक्ट गरेर अब यति डिले हुन्छ तर हजुरले अब क्वालिटी चाहिँ अब हजुरले राम्रो रिसिभ गर्नुहुन्छ क्वालिटी प्रडक्ट भएपछि अब केही कम्प्रोमाइज हुँदैन भन्ने जस्तो कुरा गरेर नै सल्भ गरिन्छ Okay, so now we have come almost to the end of our show. Right? So last, may I say any message to our viewers? So our viewers would be our general audience. I guess since this is Build and Lead, and we're happy that the entrepreneurial spirit is being promoted so much in these recent years. So if anyone has an idea that they want to work on or they wish to become an entrepreneur, I just want to urge everyone to maybe just get started, like and just go for it. Yeah, go for it. Definitely. Ronak, is there anything you want to tell? आफूलाई केही लाइक आइडिया छ के गर्न मन छ भने चाहिँ अब सुरु गर्न नै ठिक छ लाइक के अरे के गर्न मन छ भने चाहिँ अब त्यो जतिसक्यो छिटो आफूले सुरु गरेर नि ठिक छ किनभने अब अरू कसैले अब त्यो आइडिया आफूले अब केही डिले गर्यो अनि त्यसपछि चाहिँ लाइक केही महिनापछि अरू कसैले त्यो आइडिया सुरु गरेर राम्रो भइरहेको छ भन्ने चाहिँ आफूले सोचेर रिग्रेट लाग्छ कि आफूले यो मैले गर्न सक्थेँ भन्दा राम्रो गर्न सक्थेँ भन्ने कुराले त्यही भएर अब आफूले जे आइडिया छ त्योमा अब काम गर्ने अब काम सुरु भएपछि चाहिँ अब बेटर गराउँदै जाने त्यसलाई स्टार्ट चाहिँ गरिहाल्नुपर्छ एकदमै सो थ्याङ्क यू सो मच तपाईँहरूले आफ्नो टाइम निकालेर आउनुभयो आइ एम डेफिनेटली स्योर हाम्रो भ्युवर्सहरूलाई चाहिँ आजको एपिसोड चाहिँ एकदमै मनपर्ने छ बिकज हुन्छ नि अल द कलेक्टिभ यङ माइन्ड्स आर हियर है अनि मलाई चाहिँ तपाईँहरूको कुरा सुन्नलाई एकदमै रमाइलो लाग्यो एकदमै इन्ट्रेस्टिङ लाग्यो एन्ड विथ द्याट आजको लागि आजको एपिसोड हाम्रो यहीँ कन्क्लुड हुन्छ We are signing off and see you again. Don't forget to subscribe to my channel, yes. Okay.
you.